ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाएको जानकारी दिँदै 3 पत्री पत्र पठाएको छ। सोमबार बसेको मन्त्री परिषद बैठकले घिसिङलाई पदमुक्त गर्ने निर्णय गरेको थियो। पत्रमा घिसिङले पेशा गरेको सफाई सन्तोषजनक नदेखिएको र आफ्नो पदको जिम्मेवारी पूरा गर्न नसकेको जिकिर गरिएको छ। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकका हैसियतले ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयसँग गरेको कार्य सम्पादन सम्झौता र पदीय जिम्मेवारी अनुरूपका कार्यहरू नगरेको सन्दर्भ उल्लेख गरी नेपाल सरकार मन्त्री परिषदको मिति 2081 साल 11 महिना 21 गतेको निर्णय बमोजिम सफाई पेश गर्ने मौका दिएकोमा तपाईले पेश गरेको सफाई सन्तोषजनक नदेखिएको र आफ्नो पदको जिम्मेवारी पूरा गर्न नसकेको हुँदा देहाय उल्लेखित आधार र कारणहरूबाट तपाईलाई नेपाल विद्युत प्राधिकरण कार्यकारी निर्देशक वा महाप्रबन्धकको सेवाको शर्त तथा सुविधा सम्बन्धी नियमावली 2061 संशोधन सहितको विनियम 22 को खण्ड क बमोजिम नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाउने भने नेपाल सरकार मन्त्री परिषदको मिति 2081 साल 12 महिना 11 गतेको बैठकबाट निर्णय भएको बेहोरा जानकारी गराउँदछु पत्रमा उल्लेख गरिएको छ। पत्रमा घिसिङमाथि विभिन्न 10 वटा बुदामा विभिन्न आरोपहरू लगाइएको छ। यसमा आर्थिक 2080-81 को कार्य सम्पादन मूल्याङ्कन प्रतिवेदन मिति 2081 भदौ मसान्तसम्म पेश भई मूल्याङ्कन भइसक्नु पर्नेमा सो समयभित्र प्रतिवेदन पेश नगरेको कारण कार्य सम्पादन मूल्याङ्कन नभएको बताइएको छ। यस्तो इन्डो नेपाल पावर एक्सचेन्ज कमिटिको क्रमशः 15औं र 16औं बैठकमा भारतीय पक्षसँग नेपालको तर्फबाट वार्ता टोली प्रमुखको हैसियतमा कार्य गर्दा नेपाल सरकारको पूर्व सहमति र सञ्चालक समितिको स्वीकृत बिना सहमति पत्रमा हस्ताक्षर गरी आफूलाई अधिकार नै नभएको विषयमा सम्झौता गरेको कुलमानमाथि आरोप लगाइएको छ। यसैगरी नेपाल विद्युत प्राधिकरण ऐन 2041 बमोजिम प्राधिकरणको सम्पूर्ण काम कारबाही सञ्चालन रेखदेख र व्यवस्थापनको लागि सञ्चालक समिति रहने व्यवस्था भए पनि घिसिङले विद्युत खरिदका लागि भारतमा वार्तामा जानु अघि सञ्चालक समितिबाट समेत निर्णय नगरी गएको पत्रमा उल्लेख गरिएको छ। घिसिङले गत 12 फेब्रुअरी 2025 मा मन्त्री दीपक खड्का र सचिव सुरेश आचार्य भारत भ्रमणमा रहेकै अवस्थामा पनि नयाँ दर तथा विद्युत खरिद सम्बन्धी समझदारी गर्न अनुमति समेत लिएको भने आफ्नो सफाईमा उल्लेख गरे पनि सत्य नभएको पत्रमा उल्लेख रहेको छ। उल्लेखित विषयमा मन्त्री र सचिवको तपाईसँग कुनै पनि सम्बन्ध र छलफल नभएको र कुनै किसिमको अनुमति नदिएको पत्रमा दावी गरिएको छ। पत्रमा भनिएको छ नेपाल सरकार मन्त्री परिषदको मिति 2081 साल 7 महिना 25 गतेको निर्णय बमोजिम विभिन्न तथ्याङ्क ट्याग लाइनबाट विद्युत उपयोग गरी ग्राहकहरूले खपत गरेको विद्युतको बकौटा रकम टाइम अफ डे मिटर समेतका आधारमा महसुल निर्धारण तथा असुली सम्बन्धी तत्काल